हेरेर है अब चाहिँ हामी है यहाँबाट बाहिर निस्किँदैछौँ र अब चाहिँ हामी अर्कै जग्गा जानेछौँ है तपाईँहरूलाई अर्को भिज पनि देखाउनेछौँ र अब अर्को जग्गा कहाँ जाँदैछौँ मलाई त्यो पनि याद छैन है यहाँ हाम्रो ड्राइभर दाइले लानुहुन्छ त्यहाँनिर है पशुपतिनाथ मन्दिरमा आइपुगेको छौँ है यही हो मेन एन्ट्री गेट यहाँ रहेछ है र हाम्रो गाडी चाहिँ यहाँ छ भित्र पस्नु दिँदैन रहेछ हामी चाहिँ यहाँबाट हिँडेर जान्छौँ है र यहाँ चाहिँ हातसात धोएर आन्टीहरूले हातसात धोएर प्रसादहरू लानु भन्ने रहेछ तपाईँहरूले दर्शन गर्नुको लागि प्रसादहरू यहीँबाट किनेर लान सक्नुहुन्छ अगरी बाबाको यो त युट्युबमा त्यो होइन हौ युट्युबमा हेरेको जस्तो लाग्छ त है बस हाम्रो धेरै माया छ र यहाँ चाहिँ तपाईँहरूले एकदम यस्तो चिजहरू पाउनुहुन्छ र एकदम कलास माला है यस्तो चिज चाहिँ मैले ज्यादा मात्रामा है यहाँ नेपालको तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पशुपतिनाथमा दर्शन गर्नु जाँदैछौँ र भेनाहरू यहाँ हुनुहुन्छ हामी चाहिँ पशुपतिनाथको छेउमा आइपुग्यौँ है यहाँ पशुपतिनाथ रहेछ है र हामी चाहिँ यहाँ मेन गेट जाँदैछौँ र भित्र जानुभन्दा अगाडि चाहिँ जुत्ता चप्ली आफ्नो जुत्ताहरू चाहिँ यहाँ राख्नुपर्ने रहेछ र हामी चाहिँ यहाँ है चप्ली चाहिँ हामी जुत्ताहरू चाहिँ खोलेर है यहाँनिर झोला दिँदो रहेछ यहाँबाट चाहिँ हामी एउटा ब्याग दिँदो रहेछ र हामी जुत्ताहरू चाहिँ यहाँ राखिदिन्छ र टोकन काट्नु पर्ने रहेछ र यहाँनिर है जुत्ता लाउँदैछ बडीहरूले अब चाहिँ हामी पशुपति दर्शन जानु लागेको र हामीले चाहिँ हाम्रो जुत्ताहरू त्यहाँ राखेर अब हामी चाहिँ दर्शन गर्न जाँदैछौँ भित्र जाँदैछौँ अब र हामी चाहिँ पशुपतिनाथको गेटमा आइपुग्छौँ भित्र छिरेको छौँ है र
हामी चाहिँ यहाँभित्र दर्शन जाँदैछौँ है। चाहिँ पशुपतिनाथको दर्शन दिन है इन भएको छौँ र भेनाको आमा यहाँ बडा हुनुहुन्छ हाम्रो काइरा धेरै है कसै दिदी फुपू चाहिँ नेपालको है काठमाडौँको सबैभन्दा ठुलो मन्दिर है। र यहाँ पनि धेरै मात्रामा परिवार रहेछ यहाँ। र दर्शन गर्न चाहिँ हामी भित्र जानुपर्ने रहेछ र हामी चाहिँ त्यहाँ दर्शन गर्नु त्यहाँ जाँदैछौँ है। बढी यता अब चाहिँ हामी भित्र दर्शन गर्न जाँदैछौँ। A few moments later. चाहिँ भर्खर पशुपतिनाथको है दर्शन गरेर यहाँ बाहिर निस्केका छौँ है। र यहाँ चाहिँ सबैजना भिड छ है। यहाँ बाहिर भित्र चाहिँ फोटो खिच्न दिँदैन रहेछ र यहाँ बाहिर चाहिँ सबैजना है यहाँ भिडभाड है। र भित्र चाहिँ फोटो नट अलाउड रहेछ है, फोटो र भिडियो चाहिँ। र यहाँ बाहिर तपाईँहरूले यहाँ बाहिर चाहिँ सबैजना फोटो खिच्दैछ। अब चाहिँ हामीले है दर्शन गरिसक्यौँ र अब चाहिँ हामी एउटा निस्किन आँटेको र भेनाहरू चाहिँ उहाँ फोटो क्लिक गर्नुहुन्छ है। मैले पनि भर्खर बाहिर आएको है। म चाहिँ र अब चाहिँ हामी बाहिर निस्किँदैछौँ है। चाहिँ दर्शन गरेर बाहिर एकदम मजा आइरहेको छ है काठमाडौँमा। र यो सबै है मन्दिरहरू छ, एकदम मजा आइरहेको छ। फोटो पनि हुँदैछ, सुट हुँदैछ। लु र अब चाहिँ हामी बाहिर निस्क्यौँ र अब चाहिँ हामी गाडीतर्फ जाँदैछौँ र अब चाहिँ हामी अर्को जग्गा जानेछौँ र त्यो पनि कहाँ हो त्यो पनि मलाई याद छैन। यहाँ गुरुजी दाइले लानुहुन्छ पनि
पनि है तपाईँलाई नेक्स्ट कुन चाहिँ जग्गा रहेछ त्यो पनि है तपाईँलाई र यो तपाईँहरूले है घर देख्नुहुँदैछ है बिल्डिङ्सहरू र यो चाहिँ काठमाडौँको पुरानो बिल्डिङहरू क्या योहरू र यो एकदम पुरानो रहेछ है